Hemu Ma'am's channel. We are heading towards Timiti. So where we are going? Again. Timiti. Excited? Yes. Hello guys, welcome to my video. So guys, आज हामी चाहिँ Timiti गार्डन जाँदैछ एक्सकर्सनको लागि. सबैजना चाहिँ टिचरहरु यार इन कति जना छ हामी टोटल टिचरहरु टोटल चाहिँ स्टुडेन्ट एन्ड टिचर गरेर चाहिँ 40 हो यार. तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो नानीहरु है. गाइस मैले चाहिँ यहाँको भिडियोको जति पनि भोल्युमहरु थियो सबै हटाउनु पर्यो किनभने गाडीमा चाहिँ गीत बजिरहेको थियो है. गीत बजेको कारणले गर्दा चाहिँ कपिराइट लाग्छ. त्यही भएर चाहिँ मैले चाहिँ सबै गीत भएको पार्टहरु सबै हटाएँ. गीतमा एकदम नाच्नु हुँदै थियो तर मैले हटाएँ गीत चाहिँ. तपाईहरुलाई सरी भन्न चाहन्छु है किनभने मेरो चाहिँ भोइस एकदमै गाडी दुखेको कारणले गर्दाखेरि चाहिँ भोइस राम्रै भएको छैन. तर पनि म कभर गर्दैछु है. भोइस लगाउनु पर्दैछ भिडियोमा चाहिँ. सो मेरो सायद भोइस राम्रो सुनेको छैन होला, घाँटी दुखिरहेको छ. त्यही भएर चाहिँ त्यसको भोइसको लागि चाहिँ सो सरी. हामी चाहिँ आइपुगिसक्यो. हामी घुम्छौँ तर हाम्रो वेलकमको लागि केही खदा केही छैन रहेछ. हामी चाहिँ आइपुगे. So now you are excited? Yes, ma'am. So finally we reach to our destination. So now we are going to visit the factory. Short one stay in the front. राम्ररी देखियो. यो त जस्ट उयो गर्ने मात्रै रिसोर्टै हेरेको होला मेबी. के भयो? So before we proceed, I would just like to tell you something about the Amity estate. So the Amity estate was established in 1969, way back in 1969. तपाईँहरुको चाहिँ जन्मेको छैन है त्यति बेला. 1969 मा चाहिँ किङ अफ सिक्किम सोग्याल लास्ट किङ अफ सिक्किमले चाहिँ the Amity एस्टाब्लिस गर्नुभएको. एन्ड फन फ्याक्ट चाहिँ के छ भने यहाँनिर टेनीमा तपाईँले एउटा सेक्सन छ माथि सेक्सन नम्बर 1 भन्छ हामीले है. टोटल यहाँनिर 17 सेक्सन्स हुन्छ. जस्तो यहाँनिर तपाईँले देख्नुहुन्छ चिया बगान 17 वटा सेक्सन छ यहाँनिर. सो सेक्सन नम्बर 1 मा किङ सोग्याल र ग्याल्मोले रोप्नु भएको. ग्याल्मो एज इन क्विन अफ सिक्किमले रोप्नु भएको स्याप्लिङ छ. सो तपाईँहरू अहिले फ्याक्ट्री घुमेर है तपाईँ जब बाहिर जानुहुन्छ यु क्यान अल्सो सी द बुसेस एज वेल. सो टिमिटी गार्डन एस्टाब्लिस गर्दा चाहिँ फर्स्टमा उहाँहरूले रोप्नु भएर चाहिँ त्यहाँदेखि यो सबै अहिले जति पनि देख्नु भएको छ त्यहाँदेखि चाहिँ रोप्नु सुरु भएको. र आज तपाईँले देख्नुहुन्छ त्यत्रो ठुलो गार्डन भएको छ. सो आई होप युल एन्जोय यो डे है आज यहाँनिर. सो फुली तपाईँहरूको क्याम्पिङ पनि इट विल बी अब एक्साइटिङ फर यु गाइज. सो हाम्रो लागि पनि फर्स्ट टाइम हो वी आर अर्गनाइजिङ दिस क्याम्पिङ फर द फर्स्ट टाइम. सो हामीलाई पनि एउटा एक्सपिरियन्स थियो.
सो प्लिज डु लेट अस नो अब तपाईँको फिडब्याक के हुन्छ बिकज आफ्टर दिस हामी ट्राई गर्दैछौँ कि अझै अरू स्टुडेन्ट्सहरू या अरू ट्राभलरहरूलाई पनि हामीले यो फेसिलिटी दिन सक्छौँ है र काइन्डली बी भेरी अनेस्ट विथ यर फिडब्याक है तपाईँले अनेस्टली फिडब्याक दिनुहोस् ल सो गुड डे अल अफ यु एन्जोय यर डे हुन्छ walk in line Gumun just wait come हजुर एकैचोटि ल्याएको बाहिरदेखि नै सबै ग्रुप आउनु भएको होइन अड्दैन कि एक हामीले एक्सप्लेन गर्छ नि त्यो चाहिँ सुन्दैन नि त त्यसले गर्दा ग्रुप गरेर पनि जम्मैले सुन्छ भन्ने म यहाँबाट अलिकति यो जो टी गार्डन छ तपाईँको 1969 बाट स्टार्ट हो खासमा कुरा गर्दाखेरि चाहिँ हाम्रो दुईटा टी गार्डन हो सिक्किममा इनसाइड सिक्किम एउटा राबुङमा त्यो त फर्स्ट हामीले 1968 मा भएको थियो होइन त्यहाँदेखि त्यसलाई चाहिँ यहीँ मर्ज गरेर 1967 भएर 9 भएर चाहिँ भने अहिले एउटै मात्रै भनेर भन्छ तर सिक्किमको भित्र अहिले एउटै मात्र टी गार्डन छ बुझ्नुभयो एउटै मात्र टी गार्डन त्यो जो जसलाई भन्छ टेमी टी गार्डन बुझ्नुभयो अनि अब टेमी मिन्स यो जग्गाको नाम हो यसलाई टेमी भन्छ अन्त टेमी त्यसलाई टेमी टी गार्डन भनेर भनिएको हो अनि यो 1969 बाट भएको हो अनि हाम्रो सिक्किमको लास्ट किङ हाम्रो राजा थियो अन्तिम राजा उसैले सुरु गर्नुभएको यो टी गार्डन बुझ्नुभयो अनि हाम्रो यस टी गार्डनको टोटल एरिया छ हाम्रो पास 440 एकड़ टोटल एरिया अफ दिस ल्यान्ड 440 एकड़ त्यति छ अनि हाम्रो टोटल लेबर छ 400 जना हाम्रो लेबरहरू छ यो मिलाएर हामीले यो फ्याक्ट्रीभित्र अर्थोडक्स प्रोसेस गर्नुपर्छ हाम्रो प्रोसेसिङको नाम हो अर्थोडक्स ब्ल्याक टी हामीले बनाउनुपर्छ हामीले यहाँबाट दानावाला सिटिसी बनाउँदैन हामीले लिफवाला पत्तावाला चिया बनाउँछ त्यसलाई अर्थोडक्स भन्छ ल सिटिसी भनेको न्यू सिस्टम हो भर्खर बनेको पहिलाको जमानामा जो चिया हातेपत्ती भन्थ्यो नि त्यो स्टार्ट नै यो लिफबाट भएको पत्ताबाट भएको होइन लिफ टी त्यसै कारण यो अर्थोडक्स भने ओल्ड सिस्टम हो त्यो हुन्छ अनि यो फ्याक्ट्रीभित्र यो अर्थोडक्स प्रोसेसमा मेनली 5वटा स्टेपमा डिभाइड गरेर राखेको छ जसमा हामीले काम गर्नुपर्ने हुन्छ अनि लाभमा गरेर के भन्छ 5 स्टेप ल फर्स्ट आउँछ हाम्रो वेदरिङ वेदरिङ अब के हो म तपाईँलाई पुरा एक्सप्लेन गर्छु देन सेकेन्ड स्टेप हुन्छ हाम्रो मेसिनमा रोलिङ थर्ड स्टेप हुन्छ यो टेबलमा अक्सिडेसन या त फर्मेन्टेसन भन्छ नि अक्सिडाइज हुन्छ अक्सिडेसन फोर्थ स्टेप हुन्छ ड्राइङ ड्राइङमा लगाएर फेरि गर्नुपर्छ दुई खेप गर्नु फोर्थ स्टेपमा ड्राइङ एन्ड लास्ट स्टेप हुन्छ तपाईँको सर्टिङ जहाँ गएर हामीले डिफ्रेन्ट साइजमा सर्ट गरेर निकाल्नु ल यो 5वटा स्टेप अब हामी सुरु गरौँ यहाँबाट ल अनि अर्को कुरा चाहिँ हाम्रो प्लकिङको सिजन पनि हुन्छ सर हाम्रो प्लकिङको सिजन छ मार्च लास्ट मन्थदेखि लिएर नोभेम्बर एन्डसम्म चाहिँ हामीले प्लकिङ या त म्यानुफ्याक्चरिङ गर्नुपर्ने हुन्छ बुझ्नुभयो अब 8 महिनासम्म चाहिँ हामीले हाम्रो प्रोसेसिङ हुन्छ प्लकिङ हुन्छ ल अनि फेरि डिसेम्बर जनवरी फेब्रुअरी इन्क्लुडिङ मार्च अलिकति आउँछ यो चाहिँ के हुन्छ हाम्रो अफ सिजन त्यतिखेर पत्तीहरू टिप्दैन किन टिप्दैन भन्दाखेरि चाहिँ विन्टर सिजनमा चाहिँ त्यो पछिको त्यो के भन्छ न्यू बर्ड हुन्छ नि सुयो आउनु बन्द हुन्छ ठन्डाको कारणले बन्द हुन्छ उब्रिनु छोडिदिन्छ नि होइन भनेपछि हामीले पत्ती टिप्नु पनि छोड्नु पऱ्यो अब त्यो 3 महिनामा अगर फ्याक्ट्रीको भित्र बेस्ट क्वालिटीको टी बनाउनु छ भने होइन बेस्ट गर्नु पर्यो अब त्यो बेस्ट भनेको चाहिँ टुलिप्स अफ बर्ड अब त्यो किन भनेको भन्दाखेरि जति कलिलो हुन्छ त्यसको स्टेप त्यसको लिभ जति सफ्ट हुन्छ नरम हुन्छ त्यतिकै राम्रो क्वालिटीको चिया बन्छ त्यसै कारणले हामीले जति त्यो हार्ड हुन्छ नि त्यो हार्ड लिभ्स हार्ड स्टेपमा हामीले प्लग गर्नु हुँदैन किनभने त्यसको क्वालिटी राम्रो हुँदैन बुझ्नुभयो त्यसै कारणले हामीले गर्छ अनि हामी अब स्टार्ट गरौँ यहाँबाट ल हाम्रो वेदरिङबाट अब वेदरिङ भनेको के हो हाम्रो अब एकछिन यता नानीबाट यो यहाँ अलिकति एक्सप्लेन गरेर अलिकति पछि हेर्नु ल गो अब सुन्नुहोस् है यो चाहिँ वेदरिङ रुम भन्दैन वेदरिङ रुम यहाँदेखि लिएर तलैसम्म छ वेदरिङ अब वेदरिङ भनेको के गर्नु मुस्राउनु पत्तीलाई सुकाउनु ल इन डे टाइम दिनमा हामीले पत्ती टिप्छ या त प्रिन्टिङ कलेक्सन गर्न दिन्छौँ राति चाहिँ हाम्रो वेदरिङ चाहिँ कहिले हुन्छ ओन्ली नाइट रातिमा चाहिँ अन्त सुकाउने काम हुन्छ दिउँसो हामी टाइम पाउँदैन किन हामीले पत्ती बटुल्नु पर्ने हुन्छ कलेक्ट गर्नु पर्ने हुन्छ त्यसले गर्दा हामीले दिनभरि अब हाम्रो काम चाहिँ 8 घन्टा हुन्छ केटाहरू हुन्छ जस्तो 7 बजे बिहानदेखि लिएर 4 बजीसम्म चाहिँ 15 रुपियाँको हुन्छ बुझ्नुभयो अनि हाम्रो पत्ती जो टिप छ नि त्यो दुईटा सिफ्टमा हामीले पत्ती कलेक्ट गर्नुपर्छ एउटा त मर्निङ सिफ्ट हुन्छ यो जस्तो बिहान 7 बजेदेखि हामीले प्लकिङ स्टार्ट गरेर 11 बजे 11 बजेसम्म चाहिँ कलेक्ट गरेर लिएर आउने त्यो भयो फर्स्ट सिफ्ट होइन आफ्टर दिस लन्च ब्रेक को बादमा फेरि यो 12 या 12:30 देखि फेरि बगान दिइरहन्छ गएर चाहिँ पत्ती कलेक्ट गरेर चाहिँ 4 बजे लिएर आउँछ अब फेरि दुईटा यस्तो हुन्छ
नो हेर हातले नि यसरी फिजाउँछ यहाँ हातले फिजाउँछ टिप्दामी हातले नै ल केही हुँदैन तपाईको केही हुँदैन यस्तो खालको हुन्छ पछि चाहिँ यसलाई भन्छ टुलिप छ बर्ड हेर्नुहोस् है टुलिप छ बर्ड तर के हुन्छ यिनीहरूले हातले बाई ह्यान्ड प्लग गर्छ नि त जल्दी प्लग गर्दाखेरि चाहिँ बाई मिस्टेक यिनीहरूले खराब पत्ता पनि लिएर आउँछ तर नेमर भाइले यसको हाम्रो फेरि लास्टमा गएर सर्टिङमा गएर त्यसलाई त्यो ब्याड क्वालिटीलाई निकालेर गुड क्वालिटी राख्छौँ ब्याड क्वालिटीलाई फ्याँकिदिन्छौँ यस्तो खालको पत्ती हुनुहुन्छ अनि अर्को कुरा यो जो टी गार्डन छ नि 2008 देखि चाहिँ फुल्ली अर्ग्यानिक टी स्टेट है यो ल हामीले कुनै केमिकल युज गर्दैन बगानमा पनि गर्दैन यहाँ पनि गर्दैन बगानमा आपको मल हाल्नु पर्यो भने हामीले के गर्छ काउ गाईको गोबर नै युज गर्दैछ बुझ्नु योहरूले हामीले गाईको गोबर नै हामीले लाउनु गर्दैछ कुनै केमिकल युज गर्दैन फ्याक्ट्रीमा पनि गर्दैन त्यसले गर्दा फुल्ली अर्ग्यानिक टी यो सर्टिफाइड अर्ग्यानिक टी स्टेट हो बुझ्नुभयो 2008 देखि अनि बाई ह्यान्ड प्लग गर्दाखेरि चाहिँ के हुन्छ बाई मिस्टेक ल्याउँछ खराब पत्ता पनि आउँछ गर्दैन रस्ता हुन्छ अहिले तर रोल गर्नु यहाँबाट लाउनु भोलिपल्ट लिएर यहाँबाट लगाएर कति मिनट 50 मिनट 50 मिनटसम्म यसलाई रोल गर्नुपर्छ ल 50 मिनट रोलिङ यसलाई चाहिँ सेकेन्ड स्टेप फर्स्ट स्टेप सेकेन्ड स्टेप रोलिङ यहाँ 50 रोलिङ गरेर हामीले कतिमा जानुपर्छ अब कति जुन चाहिँ हामीले झर्दो रहेछ है यादीको लगाएर मुनिबाट मिल्छ के मेसिन हो मेसिनको नाम के भन्यो त्यो डल्लो खालके यस मको यस पत्थर कोइला युज हुन्छ नि हजुर हजुर एकदम हजुर हजुर हेर यही हो यहाँ छ अब हेर्नु ल कस्तो डरलाग्दो हुन्छ भट्टी गरम भयो बगैँचामा नजाऊ तिमी भमराले चुमिँदैन फुल सोचेर यहाँ चाहिँ जुन चाहिँ काम गर्नेहरूले लन्च बसेर खानुहुन्छ नि यहाँ बनाइदिएको हजुर होइन होइन लन्चमा यो ठाउँ चाहिँ जुन चाहिँ पत्ती टिप्ने मान्छेहरूले चाहिँ बसेर चाहिँ लन्च गर्ने ठाउँ
यहाँनिर चाहिँ तौलिन्छ जति पनि त्यो पत्तीहरू टिपेर ल्याएको हुन्छ यहाँ तौलिन्छ होइन मेरो दिदीको घर यतै हो नि म यतै बसेर पढेको नि हजुर यस So now we are going up. The view is so pretty. Yeah, wow. See the cloud, no? Ambo, ma'am. I'll go later, go. Hey, behave yourself, okay? They're very excited. Don't make noise, okay? You can see the view is so amazing. Wow, my God, it's so wonderful, no? So here they are providing us for lunch, ma'am. So here हामीहरु चाहिँ यहाँ बच्चा खानुको लागि आको है जिप लाइन पनि रहेछ. Everything is here.